हर हर महादेव। नमस्कार सबैजनालाई। आज चाहिँ म र मेरो साथी जाँदैछौँ सतासी धाम। हुन त यो हाम्रो जिल्ला झापामै छ र हाम्रो घरदेखि खासै टाढा पनि छैन, नजिकै छ। तर पनि म चाहिँ अहिलेसम्म गएको थिइनँ। पहिला एकचोटि गएको थिएँ होला, सायद अहिले याद छैन। अनि आज घरमा चाहिँ काम नभएर अल्छी लागेर हामी चाहिँ घुमफिर गर्न, हावा खान यता दोमुखा जाँदैछौँ। अनि यहाँ बाटैभरि चाहिँ एकदमै गाई बस्तुहरू थियो। अनि यताको गाई बस्तुहरूलाई चाहिँ एकदमै मोज रहेछ। आफै चर्न जान्छ, आफै चरेर घरतिर फर्केर पनि आउँछ। केही डोरीसोरी बान्नु पर्दैन रहेछ। एकदमै राम्रो। यताको गाई बस्तुहरू पनि एकदमै ठुलो ठुलो मोटो मोटो थियो एकदमै। अनि यहाँनिर चाहिँ एउटा बाटोमा पार्क जस्तै थियो, मान्छेहरू त्यहाँ थिए, 2-4वटा दोकान पनि थियो। अनि यो चाहिँ हो हाम्रो घर छेउकै सतासी खोला, जुन सतासी धामबाट भएर निस्किएर आउँछ। अनि फाइनली हामीहरू चाहिँ पस्यौँ सतासी धामको गेटभित्र। अनि त्यहाँनिर पस्ने बित्तिकै एकदमै राम्रो रहेछ। सुरुमा त हामीले देख्यौँ शिवालयको मन्दिर यो। अनि यहाँभित्र चाहिँ एकदमै मठ मन्दिरहरू धेरै रहेछ, एकदमै आनन्द। अनि अलिक उत्तरतिर जङ्गलतिर जाँदा चाहिँ एकदमै बादरहरू रहेछ। अनि बाइक राख्न पनि डर लाग्दो क्या, आएर हेलमेट लगिदिन्छ कि भनेर। अनि यहाँनिर मठ मन्दिरहरू छ, शान्त वातावरण एकदमै। यहाँ सतासी धाम भनेर लेखिएको पनि छ। अनि यहाँनिर घुमफिर गर्ने, बस्ने फलैचाहरू एकदमै बनाइएको छ। अनि यहाँ चाहिँ अहिले खासै मान्छेहरू, पर्यटकहरू आएको छैन। यो चाहिँ अब कहिले भने बाला चतुर्दशीको दिन कि कहिले एक दिन मेला लाग्छ, त्यति बेला चाहिँ एकदमै भिड हुन्छ। अनि यो हाम्रो सतासी खोला एकदमै सानो रहेछ यहाँनिर, तर हाम्रोतिर अलिक ठुलो भएर जान्छ पानीहरू मिसिएर। अनि यहाँनिर एकदमै साधु सन्तहरू बसेका थिए, मन्दिरमा त चाहियो। अनि यहाँनिर एकदमै सजावट, शान्त वातावरण थियो। अनि बादरहरूको चाहिँ जनसङ्ख्या एकदमै धेरै यहाँनिर धेरै बादर भएको कारणले मान्छेहरूले चाहिँ यता ग्रिलले घेरेर दोकानहरू बनाएका छन्, राखेका छन्। बादरहरूले चोरी नोक्सान गरिदिन्छन् भनेर। अलिकति केही भेट्ने बित्तिकै बादरहरू चाहिँ खोसेर चोरेर लगिहाल्दा रहेछन्। अनि आएर मलाई एकदमै राम्रो लाग्यो, शान्ति ठाउँ, भिडघाड पनि थिएन। अनि यो चाहिँ रुद्राक्षले बनेको ठुलो शिवलिङ्ग। अनि यहाँ शिव भगवानको मन्दिर छ। हामीले घुमफिर गऱ्यौँ, पूजापाठ गऱ्यौँ। अनि यहाँभित्र चाहिँ गौशालाहरू थियो, अनि साथमा अनाथ आश्रमहरू पनि थियो, जुन चाहिँ एकदमै राम्रो थियो भित्र। अनि यो शिवलिङ्ग चाहिँ म एकदमै फेसबुक उदि पनि हेर्थेँ, आज फाइनली आफ्नै आँखाले देखियो। अनि हामी चाहिँ सब घुमफिर गरेर घरतिर लाग्यौँ। अनि बाटोमा यहाँनिर एक ठाउँ, त्यही चटपटी दोकानहरू भएको ठाउँमा हामीले पानीपुरी खायौँ, जुन चाहिँ एकदमै स्वादिलो मिठो थियो। किनभने यता चिसो हुन्छ, त्यही भएर एकदमै रसिलो फ्रेस थियो। अनि यहाँनिर मान्छेहरू पार्टी मनाइरहेका थिए, घुमफिर गरिरहेका थिए। अनि यदि यो ठाउँ तपाईँहरूले आउनु भएको छ कि छैन मुनि कमेन्टमा भन्नुहोला। कस्तो यो ठाउँ लाग्छ त्यो पनि कमेन्टमा भन्नुहोला। भेट हुनेछ अर्को शानदार भिडियोमा। धन्यवाद।